साथीहरू नमस्कार। आज मङ्सिर 30 गते 2082 मङ्सिर 30 गते कोशी प्रदेशले भारी मात्रामा विभिन्न पदहरूको लागि भारी सङ्ख्यामा उम्मेदवारहरूको लागि भ्याकेन्सी खुलाइसकेका छन्। तपाईँहरू नायक सुब्बा अथवा अरू कुनै पनि पदको लागि लोकसेवा आयोगमा एक्जाम दिन चाहनुहुन्छ भने तपाईँ यस भिडियो मार्फत कुन पदमा कतिवटा मान्छे चाहिन्छ भने तपाईँहरू यस भिडियो मार्फत जान्न सक्नुहुन्छ। है त कोशी प्रदेशको कोशी प्रदेश यहाँ स्थानीय सरकारी सेवा अन्तर्गत गए त यहाँहरू कुन पदमा कति खुलामा सब इन्जिनियरिङको लागि 13 जना छन्। तर हामी यसमा नजाउँ, डाइरेक्ट नायब सुब्बामा जाउँ। त नायब सुब्बा अप्राविधिकतर्फ गए त यहाँ छ खुला नायब सुब्बा खुला अन्तर्गतमा कति छन् भने स्थानीय प्रशासन र सामान्य प्रशासनमा जम्मा 62 जना, त्यसै गरी लेखापालमा 2 जना, त्यसैपछि अलेपा सहायकमा 2 जना, त्यसै गरी नायब सुब्बाको स्थानीय प्रशासन आदिवासी जनजातिको लागि कतिवटा सिट छन् भने 17वटा, कतिवटा कोटा छन् भने 17वटा कोटा सिट भनेर पनि बुझिन्छ। लेखापालको 1वटा, त्यसै गरी अलेपा सहायकको स्थानीय प्रशासन अलेपाको 1वटा, त्यसै गरी महिला अन्तर्गतको नायब सुब्बामा स्थानीय प्रशासन सामान्य प्रशासन 17 जना, अलेपा सहायकमा 1 जना, त्यसै गरी दलितको कोटा रहेछ, थारू छन्, मधेसी छ। तपाईँहरू यदि मधेसी कोटा हुनुहुन्छ मधेसीमा पनि भर्न सक्नुहुन्छ। 2 जना छन् मधेसीमा पनि, थारूमा पनि छन्। है त 3 जना, अपाङमा पनि 2 जना, यसै गरी अरूमा पनि छन् कि तपाईँहरू खुला र यदि मधेसी हुनुहुन्छ मधेसी, थारू, मुस्लिम कुनै पनि समुदायको अन्तर्गत तपाईँले आफ्नो प्रमाणपत्र पाउनु भएको छन् भने त्यस अन्तर्गत तपाईँहरू 2देखि 3वटा पनि महिलाहरूले 3वटासम्म भर्न पाइन्छ। है त केटा मान्छेले खुला र कुन मधेसी समुदायमा हुनुहुन्छ कि थारूमा जुनसुकै हुनुहुन्छ त्यसमा पनि भर्न पाइन्छ। तपाईँहरू थाहै छ एउटामा फर्म खुलामा फर्म भर्दाखेरि 700 अथवा कुनै पनि एउटामा समावेशीमा भर्दा यसरी कुनैमा पनि भर्दा 700, तर कुनै समावेशी थप गर्दा +200 छ। है त साथीहरू 700 र +200 900। र यसको इक्जाम चाहिँ कहिले छन् भने इक्जाम नासु डाइरेक्ट हेरौँ, उता इन्जिनियरिङ नहेरौँ हामी त नासुको प्रशासन सामान्य प्रशासन लेखा यहाँ नायब सुब्बाको प्रथम पत्रक इक्जाम फागुन 30 गते बिहानको 7:30 बजे। है त यसमा प्रथम चरण अथवा फर्स्ट पेपरको मार्क्स पनि सेकेन्ड पेपरमा जोडिन्छ साथीहरू। है त द्वितीय सेकेन्ड पेपरको इक्जाम कहिले छन् भने असार 15 2001 महिना 5 गते, वैशाख 5 गते। है त दिउँसो 1 बजे। तपाईँहरूलाई यसको अन्तिम मिति कहिले छ भने पुस 27 गतेसम्म भर्न आज खुलेको छ। पुस 27 गतेसम्म यसको मिति रहेछ। है त साथीहरू डबल दस्तुर 27 गतेसम्म नभए पुस 20 गतेसम्म, डबल दस्तुरमा 27 गतेसम्म छन्, पुस 27 गते र 9 महिना 20 गते खत्तम छ यसको दरखास्त अन्तिम मिति। डबल दस्तुर चाहिँ 27 गतेसम्म छ। तपाईँहरू कहाँदेखि भर्नुहुन्छ भने यहाँ वेबसाइट दिएकै छ p1.gov.np बाट। है त p1.gov.np बाट यस अन्तर्गत भर्न सक्नुहुन्छ। है त ल।